हेलो एन्ड नमस्ते वेलकम प्रदीप कार्की ब्लग्समा स्वागत छ सबैजनालाई। आज चाहिँ म हिजो नै म चाहिँ पढाइ छ हिजो चाहिँ मैले भिडियो पनि बनाइन। आजदेखि चाहिँ म यहाँ घरमा ओछ्यानबाट नै सुरु गर्छु कि ओछ्यानमै चाहिँ म चाहिँ उठेको पनि छैन। अब चाहिँ आजदेखि चाहिँ म यहाँ पहाडमा के गर्छु भने चाहिँ म तपाईँहरूलाई देखाउने नै छु। सर्वप्रथम चाहिँ म हिजो ल्याएको फुलहरू चाहिँ रोप्नेछु। त्यस पछाडि आज दिनभरिमा के काम गर्नेछु भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई देखाउने नै छु। भिडियोलाई हेरेर च्यानललाई लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अहिले चाहिँ म उठिसकेको छु। अब चाहिँ म भुइँमा जान्छु। बहिनी दिदी उठ्नु साप भइसक्यो के सुत्नु भएको? एकदमसँगले चाहिँ यहाँबाट हाम्रोबाट देखेको नाइस भ्यू। यहाँनिर हाम्रोमा सुन्तला नि भला नै गगरे अहिले चाहिँ म यहाँ ब्रस गर्न गएको छु। अब चाहिँ ब्रस गरिसके पछाडि चाहिँ टक्क काम सुरु हुन्छ। आज चाहिँ अब खसी काट्ने दिन। आज चाहिँ अब खसी काट्ने दिन। खसी काटेर टल्टासँगले खानुपर्ने हुन्छ। त्यो हिजो चाहिँ म दिउँसोतिर आइपुगेँ अनि त्यस पछाडि चाहिँ अस्ति आउने भने थियो अस्ति चाहिँ गाडी नपाएर अस्ति चाहिँ आइएन। यहाँ चाहिँ अब हाम्रो घर छेउको रोड हो यो चाहिँ। यहाँ रोडमा चाहिँ म ब्रस गर्दै हिँड्दै चाहिँ यहाँ अमलाको बुटो छ। यहाँ हाम्रो घरबाट देखिएको नजारा हेर्नुहोस्। यहाँ पहाड कस्तो छ भन्ने कुरा टक्कसँगले सरर। मैले चाहिँ तपाईँहरूलाई अब हाम्रो घर मैले देखाएकै छैन। म चाहिँ अब भ्लगमा हाम्रो घर देखाउँछु। मैले केही फुलहरू रोपेको थिएँ तर कस्तो राम्रो फुलिरहेको थियो अरे। कहिले कसले चोर्दैछ फुल चाहिँ सबै गमला नै तल राखेर भाँचेर चोर्दैछन्। अहिले चाहिँ त्यो फुल राम्रो चाहिँ अहिले मरेछ। कस्तो झ्याप्प कुसावाला फुल थियो तर कसले चोर्नेले बङ ताने झन्डा अहिले त्यो पुरा सुकिरहेको रहेछ। त्यो फुलहरूलाई पनि आज चाहिँ म सरसफाइ गर्नुपर्ने छ। त्यो फुलहरूलाई काटछाट गरेर सानो बनाएर ठुल्ठुलो भएको रहेछ त्यसलाई चाहिँ सानो बनाएर एकदम राम्रो बनाउँछु। म तपाईँहरूलाई फुल स्याहारेको पनि भिडियो हाल्ने नै छु। हेर्न चाहिँ नभुल्नु होला। अहिले चाहिँ म अब यहाँ हाम्रो धारो यो हाम्रो धारोमा चाहिँ म अब हातमुख धोएर चट्टसँगले जान्छु। टक्कसँगले अब चाहिँ फेसवासले मुख धुन्छ। यो चाहिँ धेरै नै भइसक्यो नि त। हिजो पनि धोएको होइन फेसवासले अनि त्यही भएर धुलो कति दिन भइसक्यो धुलो भएको। अनि आज चाहिँ म टक्कसँगले फेसवासले मुख धोएर चाहिँ अब दसैँमा हिरो हुनु पर्यो नि त भन्नु। हामीले अहिले मुखसुख धोएर पनि सकिसकेँ। अब चाहिँ म घरतिर जाँदैछु। तपाईँलाई म अब हाम्रो घर देखाउने छु। ध्यान कालो आउँदो रहेछ। त्यो लाइटले परेन त बहिनी। यही देख्न सक्नुहुन्छ हाम्रो घरमा चाहिँ फुलहरू। तर यो फुललाई चाहिँ एकदमसँगले टक्क लाएर अब सरसफाइ गर्नुपर्ने छ। छाटछुट मिलाएर काटकुट पारेर होइन भान्जा गुइठे भान्जा
नमस्ते गुडी भन्दा फेरि हल्ला गरिहाल्छन् बढी हाम्रो भाउजू चाहिँ धमाधम पोत्दै हुन्छ बिहान 4 बजीदेखि उठेर गाह्रो छ गाह्रो यहाँ पानी तात्दैछ अब त आकाशतिर देखाम भने मासु काटे होइन यहाँ मकैमा त झुन्ने खान् हामी गर्ने हो पुरै मासु यहाँ देउरानी नआएर ल देउरानी छिटो हाम्रो सुकाउने त होइन होला नि सबै मासु गर्ने होला टाढाको भन्नु नमस्ते गर न ब्लगमा भन्नु टाँसी अहिले चाहिँ म यहाँ फुलबारी नै सरसफाइ गरिरहेको छु फुलबारीमा चाहिँ एकपट्टिको चाहिँ सकिसक्यो अब यता अर्कोपट्टिकोमा चाहिँ फुलबारीमा चाहिँ सरसफाइ गर्न गइरहेको छु उतापट्टि चाहिँ मैले सकेर अब यतापट्टि लागेको छु यहाँ देख्न सक्नुहुन्छ फुलहरू चाहिँ मैले यहाँ रोपेछु यो चाहिँ गुलाबको फुल हो यसलाई चाहिँ मैले धेरै लामो लामो भएछ अनि यसलाई चाहिँ म ट्रक्कसँगले यसलाई हाँगा भाँचिदिएर हाँगा टुप्पो चुड्दै भने चाहिँ झ्याममा फलाउँछ नि त त्यही भएर टुप्पो चुड्दै यो पनि फुल्नलाई रेडी भइसकेको छ देख्न सक्नुहुन्छ अर्कै यो चाहिँ मैले हिजो इटहरीदेखि ल्याएको थिएँ यो चाहिँ अब म यहाँ रुख नाटेको यहीँ गोदावरीको पनि यत्रो भएको रहेछ गोदावरीको सबै कमिला लागेको रहेछ यसलाई चाहिँ अब म यहाँ देख्न सक्नुहुन्छ घडी फुल पुरा फुलिएर झ्याममा भइरहेको रहेछ फुलिसकेको रहेछ आजलाई चाहिँ अब
आज चाहिँ फुल्न रेडी भइरहेको छ यहाँ यो यहाँ चाहिँ यहाँ मखमली अर्कै फुल रोपेको थियो यहाँ त सब मरेर मखमली उम्रिरहेको छ। यही मरेको ठाउँमा चाहिँ म यो नयाँ फुल चाहिँ यहाँ हालिदिन्छु। यहाँ सेप पनि ठिक्क हुन्छ मजाले सर्छ। यहाँ यो कोसा कोसावाला फुल हो यो चाहिँ झ्याप्पै यसमा चाहिँ भित्रभित्र हलाउनुपर्छ यसको काला काटे नि ढेन्टन यहाँ ब्युटिफुल यो एकदम मलाई चाहिँ फुल रोप्न चाहिँ बढी मनपर्छ ज्यादा नै मनपर्छ। त्यही भएर म फुल चाहिँ अति नै मनपर्छ। किनेर भए पनि म बरु अरू थोकमा खर्च गर्न सक्दिनँ तर फुलमा चाहिँ म जति पनि खर्च गर्न सक्छु। मलाई त्यस्तो मजा लाग्छ। फुल चाहिँ म ज्यादा नै रोप्न लाग्छ। अझै पनि म कति फुलहरू त्यो भिडियोहरू टिकटकहरू आइरहेको हुन्छ क्या त्यो देखेर चाहिँ मलाई लास्टै लोभ लाग्छ त्यो देखेर चाहिँ। तर म ती फुलहरू पनि पछि यहाँ रोपेर तपाईँहरूलाई देखाउने नै छु मजाले। अब यहाँ यसलाई पानी हाल्दैछु। पानी चाहिँ अब यो धेरै भयो नि त मम्मीहरूले पनि खासै भ्याउनुहुन्न अनि नभ्याउनु भएकोले गर्दाखेरि चाहिँ आज चाहिँ मैले सरसफाइ गरेँ। सरसफाइ गरिसके पछाडि चाहिँ अब यसलाई भोलि पर्सितिर म लगभग फुल्छ होला। फुलेको पनि म भिडियो बनाउने नै छु। तपाईँलाई चाहियो भने भन्नुहोस् कुन चाहिँ यो फुल चाहियो भने भन्नुहोस्। अब चाहिँ म यो भड्डुमा चाहिँ यहाँ स्टक लाएर मासु पकाउन आइरहेको छु। भाँडोमा कराईमा चाहिँ सानो भएकोले गर्दाखेरि अब चाहिँ म कसले हो कसले त्यसो भनेको ए अब चाहिँ म टक्कै यहाँ टमाटर समाटर खाएर प्याज चाहिँ रेडी पारेको छ। चुलै सिले त केटा मनोज सकिनस् रेडी पारेर चाहिँ टकटुकै बेला चाहिँ दामीसँगले मासु भात खानुपर्छ। यहाँ चाहिँ भात पाकिसकेको छ। यहाँ चाहिँ सबजनालाई आज चाहिँ यहीँ खाने भनेर इन्भाइट गरेको छु त्यही भएर रेडी पारेको। नभए त यत्रो मासु लाग्दैन थियो। टक्कसँगले भड्डुमा पकाएर चट्ट लाएर चाहिँ खाएपछि चाहिँ अनि केही हुन्छ कि त। अहिले चाहिँ हामी खसीससी काटेर पनि खानासाना खाइसकेर 1 बजिसक्यो। खानासाना खाइसकेर अब एकछिन चाहिँ हामी चोकतिर हिँडेको। चोकमा अब काम छैन घरमा पनि काम नभइसके पछाडि चोकमा एकछिन जाम न त भनेर मर भाइ चिनेको अब यो चाहिँ बोल्यो यसको गर्लफ्रेन्ड होला यो उसँग मस्किरहेको। म चाहिँ अहिले यहाँ पछि हिँड्दैछु। देख्न सक्नुहुन्छ एकदम यहाँ मौसम पनि शीतल छ। घाम लागेन तराईमा मात्रै हो ज्यादा फुल्ने। पाहाडमा भनेको शीतल बिहान पनि ओड्ने ओढेर सुत्नुपर्छ जाडो छ। पाहाडमा त भात फुल्थ्यो। अब चाहिँ निन्द्रा पनि आनन्द लाग्छ शीतल छ। त्यही भएर अहिले चाहिँ हामी खानासाना खाइसकेर म भाइ चाहिँ अब भाइको सानो काम छ अरे चोकमा अनि त्यहाँ अलिकति सामान ल्याउनु जा रहे। त्यही भएर एउटामा चाहिँ हिँडेको। अब लाग्छ अलिक टाढै छ आधी घन्टा जस्तो लाग्छ लाग्नु चाहिँ। तर पनि अब हामी बिस्तारो जाने। त्यस पछाडि चाहिँ पुगिसकेर चाहिँ सामान लिएर चाहिँ हामी फर्किन्छौँ। ठिक छ देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ हिँड्दैछ बोल्दैछ फोनमा कोहीसँग बोलेको गफ अरे।